छोरीको फोन पो आयो। हेलो बाबु। आमा के गर्नु हुँदैछ? के गर्नु बाबु, बसिरहेको छु। अनि तिमी के गर्दैछौ? म पनि खानासाना बनाएर खाएर भर्खर बसेँ कि। ए अनि तपाईँले खाना खानुभयो? मैले खाना खाएँ त, खाइवरी बसिरहेको छु, फेसबुक हेरिरहेको थिएँ। त्यो फेसबुकमा नि तपाईँले अस्ति दिएको एउटा फोटो देखिरहेको थिएँ मैले। कस्तो राम्रो लाग्यो मलाई त त्यो साडी। कहाँबाट लिनुभयो आमा? त्यो साडी त मेरो प्यारी कान्छी बुहारीले देखि नि। हो र? कान्छी बुहारीले त मलाई दिइराख्छ नि त। अनि खालि कान्छी बुहारी मात्रै भन्नुहुन्छ, जेठी बुहारीलाई त कहिल्यै भन्नुहुन्न त आमा? त्यसलाई के भन्नु त, अनपढ गवार 2 गिलास पढेकीलाई त्यसलाई के भन्नु। अब घरमा खाना त अब छोराले ल्याइदिन्छ र यसो पकाएर खुवाउँछ, त्यही पनि भनेको बेलामा टाइममा खुवाउन सक्दिनँ। के कुरा गर्थ्यौ त्यसको? सँग बोल्नुभएको आमा? छोरीसँग बोले किन हो कान्छी बुहारी? तपाईँलाई कुन मनपर्छ हेर्नु त, मैले तपाईँको लागि ल्याइदिएको। तपाईँ पसन्द गर्नु त। तिम्रो त साडी ल्याइदिन्छ त बुहारी मलाई त। हेलो छोरी, एकछिन राख त बाबु। यहाँ कान्छी बुहारीले मलाई राम्रो राम्रो साडीहरू ल्याइदिएको छिन्, हेर्नु पर्यो। ल हुन्छ त, ल। तपाईँलाई मनपर्छ भने मैले बाहिरदेखि मैले ल्याइदिएँ कि। मलाई त मन पर्न त एउटा चाहिँ मन पर्यो यो चाहिँ। यहाँ तिनीहरू आफ्नो तपाईँकै लागि हो त। हो हुन्छ त, अब चिन्दै राख्छु नि त। कान्छी बुहारी प्यारी बुहारीले मलाई जहिले जे पनि ल्याइदिन्छ नि त। जेठी त अनपढ गवारले केही गर्न सक्दिनँ, केही ल्याउ। आमा चिया बनाएर ल्याम। कान्छी तिमी पनि चाय पिउने? कान्छी तिमी चिया पिउने? त्यो त चिया खान ग्यास हुन्छ। म पनि खान। त्यो चिया त बनाएर ल्याउनु जाँदैछ नि, अर्को केही सोध्ने होइन, केही ल्याइदिने होइन। अनपढ गवार 2 गिलास पढेकी थिएँ, त्यही त। केही न केही ढङ्गसँग 5 पैसाको छैन। खालि त्यो चिया पकाउनु ल्याउँछु भन्छ, भात पकाएर ल्याउँछु भन्छ, अर्को केही छैन। कान्छी बुहारीले सबै त गर्छिन् बरु। मेरो कान्छी प्यारी बुहारी भयो मेरो। त्यही चिया त बनाएर दिन जाने थियो नि, अर्को दिएको दिन जानेको भए पो। हुनुहोस् न आमा, छोड्नुहोस् नभन्नुहोस्। जाने पो त बनाउँछु, भए पो त दिन्छु। आफू त महादेव कसले देला बढ। गोबर गणेश माइती पनि गरिब, लिएर आउनुहोस् केही छैन। दाइजोको नाममा द पनि लिएर आएको छैन। यस्तो लुगा लगाउनु पर्छ, आजकलको फेसन हो, यस्तो पो लगाउनु पर्छ। साडी लगा लम्ठङ लम्ठङ हिँडेकी छे। गोबर गणेश त्यसलाई के थाहा छ? बहिनी सुन्नु न। होइन के भयो भाउजू, रुन्चे मुख पारेर आउनु भएको छ? रुन्चे मुख त के भन्नु बहिनी, एउटा केही काम भेट्नुहुन्छ भने मलाई खोजिदिनु न। अब के गर्नु, आफू त 2 गिलास पनि पढ्न सकिनँ। अब नपढ्दा पनि कति हेपाइ खाइदो रहेछ सबैबाट। सबैजनाले मलाई हेप्न थाल्नु भएको छ। आमाले पनि हेप्नुहुन्छ, उता कान्छीले पनि हेप्न थालेकी छिन्, सबैले हेप्छन्। सक्नुहुन्छ भने एउटा केही काम खोजिदिनु न मलाई। के अरे भाउजू, जब गर्ने अरे? अनि 2 गिलास त पढ्नु भयो छैन, कसरी जब गर्नुहुन्छ? तपाईँलाई त खाना बनायो, झाडु साडु मार्यो, घरको काम गर्न, झाडु पोछा गर्न पो सक्छ त। राम्रो जब गर्न त हाम्रो कान्छी भाउजूलाई हेर्नु न, कान्छी भाउजू जस्तो हुन्थ्यो भने जब गर्नुहुन्थ्यो त। पढाइ नचढाइ जब गर्ने अरे। जानु गोबर सर्नु उता। कान्छी बुहारी, हजुर। यता आऊ। किन आमा? कान्छी बुहारी, तिमीलाई मैले उपहार ल्याइदिएकी छु। यो मेरी आमाले दिएको दाइजो। जेठीले सुन्यो भने फेरि अहिले नराम्रो पाउँछ, त्यही भएर तिमीलाई मैले दिएको यो ल्याऊ। हे आमा, पढ्थेन नि आमा? पर्छ नि, किन पर्दैन? यो मेरी आमाले दिएको दाइजो। ए आमा, पढ्थेन, राख्नु न हौ तपाईँ। मलाई पर्दैन नि। राख्न राख। तैँले मलाई कति गरेकी छेस्, यो मुला सुनले त केही छैन। तैँले मलाई यति गरेकी छेस् भन्ने त म भन्नै सक्दिनँ बुहारी। यो त्यही भएर तँलाई मैले दिएको। राख, यो राख, मैले दिएको तँलाई उपहार हो यो। के चिया कि तैँले मलाई केही दिएकी छैनस्? तेरो भाग्यमा त हुनु पर्यो नि त लिने। त्यही भएर मैले कान्छी बुहारीलाई देखेँ। आमा, म अफिस हिँडेँ है। ल बुहारी जाऊ, चाँडै छिट्टै आउनु है। होइन के भयो त, अँध्यारो मुख पारेर बसेको थिएस् त? के हुनु, सासू अनि देउरानीको किचकिच किचकिच। होइन के भयो त, अन्त त सबै काम गर्छस् त घरको? के गर्नु, काम मात्रै गरेर हुँदो रहेनछ। पढालेखा छुइनँ, कमाउने छुइनँ। अर्काको कमाइ खाएपछि यस्तै हुँदो रहेछ जिन्दगी। होइन त्यस्तो भनेर कहाँ हुन्छ त। एक दिन सबै घरको काम छोडिदिए त अनि थाहा हुन्छ। बेसी सोझो भएर पनि हेप्छन् के सबैले। सबै घरको काम छोडिदिए त अनि थाहा हुन्छ। बेसी सोझो भएर पनि हेप्छन् के सबैले। सबै घरको काम छोडिदिए त अनि थाहा हुन्छ। बेसी सोझो भएर पनि हेप्छन् के सबैले।
साह्रै थपेन गले म त कान्छी अफिसबाट आयो धेरै गलेर आयो होला हात खुट्टाहरू धो जाऊ के अरे खानासाना खाऊ हातबाट धोएर ल हस् आमा हुन्छ त सबै यस्तै छ त हौ खाना भोक लागेको बेलामा केही छैन होइन आमा केही बनाएको छैन हौ भोक लागिसक्यो मान्छेलाई यति अफिसबाट आएको केही छैन बनाएको केही बनाएकी छैन अहिले त्यसले अहिलेसम्म छैन त आमा भोक लागेको बेलामा केही नै रहेछ सब रित्तो छ होइन यतिखेरसम्म केही बनाएको छैन पखी त्यसलाई अब म ओइ केही गरेको छैन अहिलेसम्म भात सात केही पकाएको छैन सुतेर हुन्छ भात बनाउनु पर्दैन कान्छी बुहारी अफिसबाट आइसक्यो मलाई भोक लागिसक्यो अहिलेसम्म सुतिराखेको छ यता भात बनाउन हिँड उठ होइन आज एकदिन त पकाएर खान सक्नुहुन्छ होला त सधैँभरि मैले पकाउनु पर्छ भन्ने छ पकाएर खानु आफै म त सुतेँ कि यहाँ हिँड्नु अब जाऊ होइन यसले के काम गरेर बसी चाहिँ आज फोहोर सबै यतै छ कपडाको बदल सबै त्यतै फालिरहेछ उता फोहोर त्यसै जम्मा छ यता फोहोर त्यसै जम्मा छ होइन के गरी यसले आज होइन आमा आज पनि भात पाकेको छैन न हिजो पकाइदिनले हिजो रातिको जुठो भात त्यतिकै सडिरहेको छ डेली भात सात पकाउनु छैन के गरेर बस्नु गरी होइन के गर्न खोजे कि त्यसले केही छैन नि त कान्छी तिमी पकाउनु त आज कान्छी बुहारीको मिठो खाना खाऊँ सक्दिनँ म खानु नभए मर्नु जान्छु अफिसतिर जान्छु उतै गएर होटलमा बसेर खान्छु सक्दिनँ म तपाईँ आफै पकाउनु आमा तपाईँ उतैतिर खाना बनाएर राख्नु त त्यो जेठानी भनौँदिले पनि बनाएर राखेको छैन आज 2 दिन भइसक्यो भात सात पकाएको छैन अफिसबाट ढिलो भयो भने म उतै आएर खाएर जान्छु आमा आउनु खाना पाकिसक्यो आउनु आमा के लिनुहोस् दबाई खानु यत्रो दिन मैले कमाइनँ मैले केही गरिनँ भनेर तपाईँहरूले मलाई यति हिंसा गर्नुभयो यति निचा गिराउनु भयो तपाईँले अनि त्यसको पछि कान्छीले होइन अब देखिहाल्नुभयो होला घरको काम नगर्दा पनि के बित्दो रहेछ के हुँदो रहेछ कमाएर मात्रै बाहिर जब गरेर मात्रै हुँदैन घरमा काम पनि गर्नुपर्छ हो बुहारी हो तिमीले एकदिन खाना नबनाउँदाखेरि म भोकै झन्नै बसिनँ जे भए पनि अनपढ भए पनि गवार भए पनि तिमीले खाना बनाउन सधैँभरि मलाई खिलाउँथ्यौ जब गर्नुभन्दा ठुलो खाना बनाउन घर सम्हाल्न जस्तो ठुलो काम केही होइन आइमी मान्छेलाई मात्रै थाहा हुन्छ आइमीको काम म पस्ताएँ बुहारी अब के गर्छौ त्यस्तै हो अब घरको काममा होइन आमा केही छैन ढिलो भए पनि तपाईँले मलाई बुझ्नुभयो तपाईँको आँखा खुल्यो म त्यसमै सन्तुष्ट छु र म यही भन्छु काम भनेको सानो ठुलो हुँदैन बाहिर जब गर्ने मात्रै ठुलो मान्छे भनेर हामी भन्न सकिँदैन घरको काम नगर्ने मान्छे घरमा कोही काम गर्ने नहुँदाखेरि त्यो घर हेर्नु त के हुन्छ नर्क जस्तै भएको हुन्छ त्यही लागि बाहिरको जब र घरको काम बराबरै भनेर सोच्नुपर्छ आऊ बुहारी आऊ पैसा मात्रै ठुलो होइन रहेछ काम गर्ने बुहारी चाहिँ ठुलो रहेछ लास्टमा तिमीले नै मलाई काम दियौ पैसा त सबैभन्दा ठुलो होइन रहेछ काम गरेर खुवाउने बुहारी नै मलाई बेस्ट छ मैले पश्चाताप गरेँ मैले बहुत दुःख पाएँ मैले बुझेको थिइनँ मेरो आँखा खुले लास्टमा गएर मेरो जेठी बुहारी नै मलाई काम दिन्छु ल आमा केही छैन चिन्ता नगर्नु न तपाईँले लास्टमा पनि बुझ्नुभयो त्यसमै सन्तुष्ट छु